यहाँ चाहिँ हामी घर छान्दैछौँ। घर छानेर यहाँ चाहिँ भुट्न गए। भुटिसकेपछि पड हुने गरी पुरै भुटिसकेपछि यसमा पानी हाले। पानी हालिसकेपछि केही बेर यसमा चाहिँ मसला हल्दी बेसार दिँदै हो त्यो हालेँ। सबै गरिसकेपछि अनि यसरी त्यो उम्लिन्जेलसम्म डुक्का बनाएर डुक्कामा पैसा राखेँ। यो पैसा आउनेवाला धनी हुन्छ भन्ने हाम्रो मान्यता छ। पैसा कमाउनेकोमा पैसा आउँदैन र यसमा चाहिँ खुर्सानी राखेँ। खुर्सानी राख्नुको अर्थ जसलाई रिस बढी आउँछ त्यही मान्छेले चाहिँ खुर्सानी आउँछ भन्ने छ। अर्को अँगार हो। अँगार भने कोइला, तर कोइला चाहिँ अब राख्नलाई हामीसित कोइला छैन ग्यास खाना पकाउने भएर। अब यहाँ देख्न सक्नुहुन्छ पानी उम्लिसक्यो। यसमा डुक्का हालेँ मैले। यहाँ डुक्का धेरैजना नहुनाले हामी 2 जना बुढाबुढी मात्रै र छोरो मात्रै हुनाले यहाँ केही मात्रामा मात्रै डुक्का पकाएको छु। 7-8 वटा, 1-2 वटा फाँडिएर जान्छन् भनेर एकैछिन केही समय पाक्न दिने 2-4 मिनट। यसरी पाकिसकेपछि यसमा चाहिँ अब हामी बेसारको तयारी गर्छौँ। बेसार भने पलय लाउने। यहाँ चाहिँ मासकै हर कुरा बेसार पलय पनि मासकै पिठोको हुन्छ, अरू पनि मासकै हुन्छ। यसरी पटुक पकाइसकेपछि अब हाम्रो पालो हुने फाँडो पकाउने, डुक्का पकाउने हो। डुक्का पकाउनेलाई चाहिँ डुक्का पाक्दै गरेछ माझ। अब चाहिँ यो बेसार हामीले यसमा हाल्यौँ। अब यसलाई केही समय मजाले पाक्दा दिने। बेसार हालिसकेपछि यसलाई पकपक गरेर पाक्दैछ। अब यहाँ हामी चाहिँ झान्ने तयारीमा छौँ। झान्दा यहाँ चाहिँ तेल हालेँ। तेलमा चाहिँ यो फाँडो झान्नलाई चाहिँ एकदम उपयुक्त भनेको हिङले हुने भएर हामीले हिङले झान्यौँ। हिङ हालिसकेपछि यहाँ चाहिँ दाल रेडी भइसकेको छ। दाल बनाउने फाँडो, यो चाहिँ गतानी फाँडो हो। धन्यवाद।